हेलो साथीहरू, सबैले बुढाको अचार भन्नुहुन्छ। आज मैले पनि हाल्दैछु चिकनको अचार। एकदमै धेरै मसलेदार अनि ग्रेभी छ। मैले हालेको चाहिँ धेरै ग्रेभी छ। मसला पनि बढी हालेको छु अनि यस्तरी ग्रेभी छ कि। अनि मैले चाहिँ आफैले 1.5 केजी हाल्यो भने 1 हप्तामा सकिन्छ आफैले खाएर। किनभने काममा जाने बेलामा टक्क झिक्यो खायो, आएर खायो, फेरि पुर्लुक्कै सुत्यो, खायो, जुरुक्कै उठ्यो, खायो। यसरी मेरो चाहिँ अचार यसरी सिद्धिन्छ। मैले चाहिँ तेल धेरै राखेको छैन, ठिकै छ तेल, यतिको गरेको छु। यो चाहिँ 1.5 केजी हो है।